कहाँ हो तपाईँको अफिस, कति पैसासम्म खोज्छ तपाईँको अफिस रे? अनि म जबको लागि आउँदैछु रे। ल जबको लागि यसरी बोल्छ। यो जबको बाहनामा जब सेन्टरको मान्छे अरू जब सेन्टरको मान्छे मेरो अफिसमा लगाइदिएको छ जबको बाहना। अनि मैले भने अनि त्यसपछि मैले भन्छु कहाँबाट हो तपाईँ, के कामको लागि होला, कहाँ बस्नुहुन्छ? अनि म त्यहीँ आएर कुरा गर्छु। कसको लागि हो, के भयो? मेरो भाइ बहिनीको लागि हो, म त्यहीँ आउँछु। अनि तपाईँ कुन जब सेन्टरको मान्छे यस्तरी बोल्नु जब खोज्ने मान्छेले यस्तरी बोल्दैन नि त मसित। तपाईँ किन के हो भन्नु? अनि किन अनि त्यस्तो भन्छ। त्यसपछि ठिक छ तपाईँ आउने इच्छा नै छ भने आउनुहोस्, मेरो अफिसमा आउनु पाइन्छ, तर अनावश्यक भिडभाड गर्न पाइँदैन। जब खोज्ने मान्छे आउने हो खासमा त्यो जब सेन्टरको मान्छेहरूलाई बुझ्न चाहिँ पाइन्छ, ल के रहेछ त भनेर बुझ्न पाइन्छ, तर त्यो जबको बाहनामा यो दुनियाँभरि गर्न चाहिँ पाइँदैन भन्छ। होइन त्यो होइन, जबको लागि तर यस्तै किन बोल्नुहुन्छ, यसरी बोल्ने मान्छे अब कुन ठाउँमा पठाउने ल भन्नु? होइन होइन भन्छ त्यही ल आउनुहोस्, होइन भने आउनुहोस्, हो भने पनि आउनुहोस्, ल केही छैन भने यहाँ अफिसमा बोलाउँछु त्यस्तो मान्छेलाई है। किनभने अब यहाँ जबभन्दा अगाडि एक कुरा गम्भीर छ। जबभन्दा अगाडि मैले 1 किलो पनि पैसा लिँदैन, फर्म चार्ज लिँदैन, केही लिँदैन। त्यहाँबाट मैले मार्केट खाने भएँ, त्यहाँबाट मैले त मार्केट खाने भयो भने त्यही रिसले त्यो यसो सर हेर्छन्, भिडियो हेर्छन्, के गर्छन्, को पनि भन्ने चाहिँ यहाँ यो ठाउँमा त यस्तो छ भने चाहिँ त्यो मेरो नम्बर टिपेर मैले आफ्नो नम्बरबाटै मेरो फोन हान्दैन फेरि उनीहरूले अर्कै नम्बरबाट फोन हान्छ। अर्कै मलाई सबै थाहा छ, अर्कै नम्बरबाट फोन हानेर अफिसमा आउँछ। जबको बाहना अनेक बाहना गर्छन् अनि त्यसको जब गर्ने इन्टेन्सनको मान्छे त्यस्तो हुँदैन। तर मेरो अफिसमा काम खोज्ने ठाउँ, जब खोज्ने भाइ बहिनीहरू काठमाडौँ गाउँघरबाट आएका भाइ बहिनीहरू मेरो अफिसमा विश्वास गरेर मलाई 20,000 भरत तिवारीलाई भ्याली टिचर एन्ड जब सेन्टर पुगिसक्छु काठमाडौँ भरत तिवारीलाई विश्वास गरेर आउँछ। मैले तिनीहरूलाई चाहिँ काम लगाउँछु। मैले कहाँ हुन्छ के हुन्छ इन टाइममा भएको र क्वालिफाइड मान्छे छ भने चाहिँ त्यो कुनमा हुन्छ त्यो लगाइदिन्छ। तर जो पाइन्छ त्यो मैले सबैलाई काठमाडौँमा त्यो कामै नपाउनेहरू, त्यो भर्खर हिँड्नेहरू, काम कसैमा पनि म्याच नहुने, त्यो के कामै न त्यो मिहिनेत नगर्ने खालका त्यस्तो मान्छेलाई त्यो म काम लगाउन सक्दैन। तर एकदम कामै आवश्यक भएको मान्छेहरू र क्वालिफिकेसन म्याच हुने र इन टाइममा त्यो टाइममा भएसम्म त्यो टाइममा त्यो काम भएसम्म चाहिँ मैले जब लाग्ने होइन। त्यो हो नि त। यो कुरा थाहा पाएपछि उनीहरूले चाहिँ त्यो जब सेन्टरमा चाहिँ यही कुरा रिस चल्ने मलाई त्यस्तो काम दियो कहिलेसम्म छ यस्तै हुन्छ। यस्तै कति भयो भने त्यो अनेक बहाना गर्छ। खास त उनीहरूको के हुन्छ भने सबै मैले यो पुरानो भिडियोहरूमा पनि मेरो पुरानो भिडियोहरूमा मैले भनेको छु। उनीहरूले त खासमा के भन्छ भने ब्रिकमार्टमा जब गरेँ, बाटोमा जब गरेँ, अनलाइन टाइपिङ गरेँ, अनि माला उन्ने काम गरेँ, घरमै बसेर गर्न मिल्यो, नेपालको 75 जिल्लामा आवश्यक गरेँ। अन्त एउटा ल हेर्नुहोस् उहाँले नेपाली टाइपिङ गरेर यस्तो पैसा कमाइरहेको छ, नक्कली भिडियो हुन्छ, माला उनेको नक्कली भुडिया बनाएको नक्कली भिडियो हुन्छ। त्यहाँबाट ल ठिक छ वास्तविक स्यालेरी भयो त ल पत्ताउनु डबल तिर्बल चौबल स्यालेरी हुन्छ। 10,000को स्यालेरी उठाउनु 50,000 स्यालेरी 30,000 40,000 स्यालेरी राखेको हुन्छ। नेपालमै नभएको कम्पनी चाइनाको कोरियाको कि त्यो इन्डियाको कि कहाँको त्यो त्यहाँ काम गरेको कारखानाको भिडियोहरू हालेर यतिजना कर्मचारी आवश्यकता केही पनि नगर्नु पर्ने, स्टिच मात्रै लगाउने गरे, फाइल मात्रै मिलाउने, यति सजिलो काम महिला पुरुषले गर्न मिल्ने भन्छ। अनि त्यस्तै पोस्टमा फेरि नेपालीहरू बिचरा के भन्ने थाहा पाएर कि नथाहा पाएर त्यही पोस्टमा फेरि आई एम इन्ट्रेस्टेड, मलाई तपाईँको कहाँ हो रे भनेर कमेन्ट गर्छ। फेरि त्यस्तै पोस्टलाई फेरि त्यस्तै उसलाई फलो गरिदिन्छ फेरि। अनि त्यहाँबाट भन्छ अनि एउटा तिनीहरूको काम के हो भने अफिसमा नजिक भएछ अफिसमा बोलाउँछ, टाढा छ भने नेपालभन्दा काठमाडौँभन्दा बाहिर अथवा त्यो नजिक टाढा छ भने उनीहरूलाई अनलाइनबाट पनि गर्न मिल्छ तपाईँ काम, हामीले अनलाइनबाट पनि सिकाउँछौँ, तालिम दिन्छौँ रे, तपाईँलाई हामी सामान पठाइदिन्छौँ रे भनेर उनीहरूले के कस्तो त्यो के हुँदैन भएको सामान त्यो के अलिअलि कता के तपाईँ हेर्नुहोस् यो हो यस्तो काम गरिराख्नु भएको छ सबैले के फसाउने जाल धन्दा धन्दा बानी परेको भन्दा त्यो कसै त्यो धन्दा गर्ने बानी परेकालाई त्यो कुनै गाह्रो हुन्छ जस्तो गरिदिन्छ मान्छेले। त्यस्तो हुन्छ। त्यहाँबाट कसैले फेरि अब टाढा छ भने हामी तपाईँलाई वाट्सएपमा एउटा ऊ पठाउँछौँ, लिस्ट अफ उयोहरू पठाउँछौँ। त्यसमा अथवा त्यसपछि पछि चाहिँ उनीहरूले फेरि क्युआर पनि पठाउँछ, क्युआर पठाउँछ, खाता पठाउँछ नि त्यसमा पैसा पठाउनुहोस् तपाईँलाई यति खर्च लाग्छ अनि हामी तपाईँहरूलाई यस्तो यस्तो लिस्ट पठाउँछ, त्यही हुन्छ गर्नुपर्छ। त्यो सबै फेक, त्यो हुँदैन। मान्छे नसकेर त्यो काम छोडिदिन्छ, नसकेर भन्दा त्यो असम्भव काम हो कि त्यो छोड्नकै लागि बनाएको काम हो। काम गरेर पैसा कमाउनेलाई होइन त्यो। अन्त कि अनलाइन टाइपिङ नेपाली इङ्ग्लिस टाइपिङ गरेको जस्तो देखाएको थियो कि ल्याबमा देखाएर र यही काम भनेर भन्छ यस्तो भनेर भन्छ। अनि त्यो गरिराखेको छ। अनि तर मैले उनीहरूले फेरि अब मलाई यस्तो रिस गरिरहेको छ, मेरो पनि बालबच्चा छ, मेरो पनि परिवार छ, तिमीहरूको पनि बालबच्चा छ, परिवार छ, तिमीहरूले अचानक त्यस्तो काम धन्दा छोड्न सक्दैन, मलाई थाहा छ सक्दैन, तर बिस्तारै छोडिदिनु त्यस्तो धन्दा काम छोडिदिनु, त्यो राम्रो काम होइन। त्यो अब यहाँ कतिपय पाहाडतिरका मान्छेहरू अब बिचरा आफू ठगिए त्यहाँबाट ठग्ने काम पाइरहेको छ। फेरि जब सेन्टरले के गर्छन् भने आफूले जसलाई ठगे नि त्यही मान्छेले तपाईँको काम पनि यही हो, पोस्ट के गरे काम के भन्दाखेरि यस्तो यस्तो भनेर पोस्ट हाल्ने, मान्छे बोलाउने, फर्म चार्ज गराउने, त्यहीबाट तपाईँको कमिसन आउँछ, ट्रेनिङ भनेर गर्ने, यति पैसा त्यो त्यस्तो काम गर्छ। हेर यस्तो काम गरिरहेको छ भने छोडिदिनु, यस्तो काम गर्ने होइन, बिस्तारै छोडिदिनु। तिमीहरूको पनि पेट छ, तिमीहरूको पनि जान परिवार होला ऊ गर्न, मलाई गाह्रो पर्छ, गाह्रो पर्छ त्यो काम
तत्कालमा पनि बिस्तारै चाहिँ छोडिदिनुहोस्, नगर त्यस्तो ठग्नु हुँदैन। के अरे काठमाडौँमा भर्खरै आएका भाइ बहिनीहरूलाई त्यो केही थाहा छैन यिनीहरूलाई भनेर हेपेर छोड्ने काम चाहिँ नगर, त्यस्तो काम चाहिँ त्यस्तो तिमीलाई ठग्ने काम चाहिँ नगर। तिनीहरू पनि बिस्तारै बुझ्छन् तिनीहरू अनि सबै थाहा हुन्छ। त्यस्तो तिनीहरूलाई हेपेर तिम्रो गाउँघरबाट आएका भाइ बहिनीहरूलाई चाहिँ त्यसरी लागेको थाहा छैन भनेर ठग्ने काम चाहिँ नगर भनेपछि नि। अनि अब तिमीहरूले फेरि यिनीहरू फेरि यस्ता जब सेन्टरका मान्छेहरू जबको बाहना अनेक बाहना मेरो अफिसमा आउने आउन खोज्ने कस्तो तर मैले यस्तो कुराहरू ठाउँमा जिल्ला प्रशासन कार्यालय काठमाडौँ जिल्ला प्रशासन कार्यालय बगर सिन्धु कार्यालयमा त्यहाँ चाहिँ मैले कम्प्लेन पनि गरेको छु। तर मैले चाहिँ अब प्रक्रिया के हो सबै मलाई थाहा छ। तर पनि मैले अब यिनीहरूको पनि बालबच्चा छ, परिवार छ, मेरो पनि बालबच्चा छ, परिवार छ, किन यस्तो गर्ने भनेर मैले चाहिँ अलिक सुध्रिने टाइम दिएको। मैले यस्तै बारम्बार हुन्छ सुध्रियो भनेको छु, कतिजना सुधिसकेको पनि टाइम मैले त्यस्तो काम गर्छ तर म छोडिदिइहाल्छु भनेर मैले धेरैले भनेका छन्। तर कोही छोडिदियो भने पनि छोडेको छैन, कतिले छोडेका पनि छ, लाजमा अप्ठ्यारो हुँदैन पछि छोडिदिएँ हो, त्यही भएर छोडिदियो यस्तो काम नगर मैले है। त्यो हो। र मलाई यो जबको बाहनामा अनेक बाहनामा यस्तै ठाडै बोल्ने रिसले बोल्ने कहाँ तपाईँको अफिस म आउँछु म आउँदैछु तपाईँको अफिस कति पैसा खर्च कस्तो काम छ त्यस्तो जब खोज्ने मान्छे जस्तै बोल्दा पनि बोल्दैन, यस्तो मान्छेलाई जब लगाउनु पनि मिल्दैन, लगाउँदैन यस्तो मान्छे भोलि काम गर्ने ठाउँमा यस्तो मान्छेले भोलि झन् अर्को लहडा निकाल्छ, कामै गर्दैन कहिले पनि लहडा निकालिदिन्छ हो। त्यही भएर त्यस्तो काम हुँदैन। अनि मलाई कति थ्रेड दिन्छ कि यिनीहरूले मलाई थ्रेड दिन्छ नि तपाईँ यस्तो भिडियो बनाएर गल्ती गरिस् सुरुमा कति थ्रेड दिएको धम्की दिएको थिएँ। त्यस्तो धम्कीको बावजुद पनि मैले यसरी अभियान चलाइरहेको छु, सचेतन गराउने र सबभन्दा अगाडि फर्म चार्ज नलिएर के नलिएर अनि पछि डकुमेन्ट राखेर चाहिँ पछि उनीहरूले स्यालेरीबाट चाहिँ वान मन्थ 50% सर्भिस दिने सिस्टम बनाएर अगाडि केही पनि उनीहरूलाई असरमा अप्ठ्यारो नहुने गरी अनि काम लगाउने गरिरहेको छु। म त्यतिको हावाखाना त बसि आएन, त्यो त अफिसको वर्षदेखि काठमाडौँको 4-5 स्कुलमा टिचर पठाउँछु, काठमाडौँको 100-150 पसलहरूमा फ्याक्ट्रीहरूमा त्यसपछि चाहिँ होटलहरूमा चाहिँ निरन्तर स्टाफ पठाउने गरिरहेको छु। तर त्यो काम त्यसमा म्याच हुनु पऱ्यो है। काठमाडौँ म फेरि भन्छ काठमाडौँ पनि त्यो के जोब पाइदियो भने मैले काम लगाउन सक्दैन, क्वालिफाइड हुनु त्यो काममा टाइममा र क्वालिफाइड हुनु बल्ल त्यो काम उसलाई काम ग्यारेन्टी लिन सकिन्छ। नत्र भने त्यो केही पनि हुँदैन, ग्यारेन्टी सेरेन्टी केही पनि हुँदैन। मैले उसो एक रुपियाँ पैसा खाएको छैन, खाँदैन, फर्म पनि खाँदैन, केही खाँदैन, के को ग्यारेन्टी सेरेन्टी केही हुँदैन। ऊ क्यापेबल हुनु पऱ्यो र इन टाइम हुनु पऱ्यो, त्यो टाइममा हुनु पऱ्यो भन्ने जब लाग्छ। त्यो हो। र सक्नुहुन्छ भने तपाईँहरूले आफ्नो डकुमेन्ट बिमारमा बाटिदिनु यस्ता ठुल्ठुला कम्पनीमा जब गर्नुको लागि त अनि अथवा कि स्कुल कलेजहरूमा जब गरेर ठुल्ठुला रेस्टुरेन्टहरूमा जब गरेर त्यो सिभी डकुमेन्ट लगेर बुझाउने हो कि अथवा